को 12 बजेको समयमा काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका छौँ। हामीसँग 9 जना युवाहरू जो अल्पत्र अवस्थामा बाहिर हुनुहुन्थ्यो, उहाँलाई उद्धार गरेर सकुशल नेपाल फर्काउन सफल हुनुभएको संस्थाका विभिन्न व्यक्तित्वको साथमा भाइहरू दाइहरू हुनुहुन्छ। उहाँहरू अल्पत्र अवस्थामा उद्धार गरेर नेपाल फर्किनु भएको छ। म उहाँहरूसँग विविध कुराकानी गर्दैछु। सबैलाई एकमुष्ट स्वागत छ है। अब नामबाट जाउँ। सुरुमा यहाँ हजुरको नाम? मनोज कुमार पासवान। घर कहाँ? रौतहट जिल्ला श्रीपुर। तपाईँको? मेरो नाम दिनेश पासवान, घर वीरगञ्ज वार्ड नम्बर 19, टोल बिन्दवासनी कुनिया। तपाईँको? नाम चाहिँ रमेश पासवान हो, घर चाहिँ रौतहट नम्बर 9 श्रीपुर। तपाईँको नाम राजन कुमार पटेल, घर सर्लाही मलाङमा। तपाईँको? मेरो कुन्दन महतो, रौतहट घर 3 नम्बर वार्ड। तपाईँको? देवशंकर पासवान, घर चाहिँ बारा जिल्ला हो, रामप्रकाश साजेरा, घर रौतहट जिल्ला, वार्ड नम्बर 9 श्रीपुर। तपाईँको? मेरो नाम सुधीर पटेल हो, मेरो जिल्ला सर्लाही हो, घर चाहिँ कौडेना नगरपालिका गाउँपालिका 1 मा हो। नाम? हाम्रो नाम नितेश हो, हाम्रो घर सर्लाही जिल्ला हो। हामीलाई अलिकति बोल्नेमा प्रब्लम छ दाइ। ल ठिक छ ठिक छ। ल अब हामी तपाईँहरू कुन देशबाट फर्किनु भयो? दुबईबाट हो सर। अब भनिदिनुहोस् कुन मेन पावरबाट जानुभएको थियो, कहिले जानुभएको? न्यू लाइटबाट हो। न्यू लाइटबाट सबै एउटै मेन पावर हो? तपाईँलाई पठाउने मान्छे नि एउटै हो? एउटै हो। कति समय भयो गएको? 5 महिना भयो सर हाम्रो। 5 महिना। 5 महिना भयो। 5 महिनामा काम गर्नुभयो कि भएन? काम त सर हामी 3.5 महिना 4 महिना काम गर्यो हो, पैसा नदिएर हामीले काम छोडिदियो सर। ए त्यति महिना काम गर्दा कति दिन तलब पाउनु भयो? तलब अहिलेसम्म पाएको नि छैन। खानको लागि 2 चोटि 200 कहिले 100 गरेर 800 रुपियाँ उसले हामीलाई दियो, नदिएको होइन। कति पैसा लगानी गरेर जानुभएको थियो? 2 लाख लगाएर। सबैले 2-2 लाख हो? बढिन्छ? बढी नै छ, कसैले 2.5 लाख नै गरेछ सर। अब के छ कि यहाँबाट भनेर पठाएछ कि हामी जाने बेला नि भिडियो गरेछ सप्लाई। मैले नि सोचेँ कि दाइ सप्लाई छ भने हामीलाई नपठाउनु होइन, ढुक्क भएर जानु। सप्लाई छैन, कम्पनी हो, टिस्यु पेपर र चोकलेट प्याकिङ हो भनेर हामीलाई पठाएको। त्यहाँ जाँदा त नयाँ नयाँ केही थाहा छैन, अब पठाएँ। अब यताउता गऱ्यो भने यो भाइहरूलाई चुटाइ पनि भेट्यो। भिडियो पनि खै भिडियो निकाल्नु भाइ? हामीले लगेर हैन, डरले अब काले 4-5 चोटि राखेछ, लान्छ भित्र थुनेर मजाले बजाउँदो रहेछ। फेरि त्यो भिडियो सरले अस्ति हालेको हो। हामी सिमनाजलसम्म त काम गर्नै पर्यो। ल ठिकै छ, काम गर्यो भने त काम गरेको पैसा त दिनु पर्यो। हिजो नि बुबाले फोन गर्दाखेरि हामीलाई यो ब्यारेकबाट निकाल्दैछ, उद्धार गर्न आउनुहोस् भन्दाखेरि तिमीहरू ड्युटी गर्दैन भने तिमीलाई नछुटे कसलाई चुन्नु? जहाँ जानु छ जा, त्यहाँदेखि हजुर यतिखेर भाइले भिडियो देखाउने हुन्छ। ल छोड्दिनु त, साउन्ड हेरौँ, सरलाई जुम गर्न सकिन्छ हामी। धेरै धेरै धन्यवाद। सानो थियो अलि पेटले काले हुन्छ। पाले छ त्यहाँ 3-4 ल यो भिडियो अहिले हामी भिडियोमा राख्ने छौँ होइन। ल भन्नुहोस् के दुःख पाउनुभयो तपाईँहरूले? दुःख त हामी धेरै भयो सर। खाना नि पाएन, प्लस उसलाई हिजो छोडेर भाग्नु त नपर्ने नि। जब आज फ्लाइट छ भने आज बिहानै पुऱ्याउनु पर्ने। हिजो त्यहाँबाट गाडीमा हाले, ल हिँड अफिस जान्छु भनेर हामीले अफिस लगायो, भातै नखाइकन अफिस नलगिकन एयरपोर्टमा लगेर छोडिदियो। ल जा लाइनमा लाग, 5 बजेको फ्लाइट छ, त्यहाँ लगेर पेपर हेरेर आउँछु। आज फ्लाइट होइन, जा भोलि 5 बजेको हो। एक सुको पनि दिएन। त्यतिकै अहिलेसम्म भोकै आइरहेको छु। ल भोकै? कति समय भयो नखाएको? मङ्गलबार बेलुका खाएको, अहिलेसम्म खाएको छैन। ल 3 दिन भयो भोकै? 3 दिन भोकै? बिचारा भाइहरू। कति उमेर भयो भाइ? 22 वर्ष। एकैछिन 22 वर्षको उमेरको युवा भाइ जानुभएको छ, कमाउनु भनेर गएको मान्छे अहिले रित्तो हात फर्किनु परेको छ। अब के गर्नु, हामी उम्मेद लिएर गयो, कमाएर घर फर्किनु होइन। ऋण छ, ऋण तिर्नु। अनि उता गएर फसाइदियो एजेन्ट र न्यू लाइटले होइन। अनि उता हामी गएर चक्लेट प्याकिङमा हामीले क्लिनरमा हालिदियो जबरजस्ती। हामी सप्लाई उता भएको हामी भनेको म गर्दैन, चक्लेट प्याकिङमा हाल्नु। अनि उसले भन्छ म हाल्छु, अनि क्लिनरमा हालिदियो। हामी भन्छु नेपाल पठाइदियो, सप्लाईमा बस्दिनँ। हामी 10 जना लगेर कुट्यो अस्ति। कुट्यो। म 4 महिना 9 दिन ड्युटी गरेको छु। 4 महिना 9 दिन ड्युटी गरेर आएको। अनि मलाई कति सेलेरी भनेर 853 दिराम दियो उसले। अनि खानाको पैसा दिएको छ 200 दरले। त्यो बाइक अरू केही दिएको छैन। म हिजो के अरे अस्ति एयरपोर्टमा आउँदाखेरि 67 उसलाई मेसेज गर्यो, भोइस गर्यो, मलाई खानाको पैसा हालिदिनु सर। खानाको पैसा हामीले 1 रुपियाँ नि छैन। 100 दिराम हालिदियो नि हामी 9 जना बाटेर केही खामला केही खाने कुरा। उसले केही रिप्लाई दिएन। है।
भनेपछि अब तपाईँले त्यो जाने पैसा ऋण गरेर जानुभएको थियो, अब ऋण तिर्नलाई गाह्रो हुने भयो त्यसो गाह्रो भयो सर। अब हाम्रो मैले ऋण लिएको कति 9 महिना भइसक्यो। 9 महिना 9 महिना भइसक्यो। 4 महिना कति रुपियाँ ब्याजमा लिनुभएको थियो? 4 महिनाले 4 रुपियाँ लिएको छ। 4 रुपियाँ? अँ। ओहो, 4 रुपियाँ 2 लाख 50,000 लिए 4 रुपियाँको दरले लिएको छ आफ्नो घडारी राखेर। घडेरी अरूको नाउँमा दिएर लिएको छ। गाउँघरमा त कसले धितो राख्नै पर्छ। भनेपछि 3 दिनदेखि भोकै हो सबैजना? हजुर राम्रो राम्रो 3 दिनदेखि कसैले केही खाएको छैन है, पानी बाहेक केही खाएको छैन। पानी बाहेक है। हेर्नु न आफै थाहा भइहाल्छ सर। पानी मात्र खाएको। अब तपाईँहरूको चाहना के हो त अब? हामीलाई उता काम गरेको पैसा पाउनु पर्यो सर, अँ, प्लस कारबाही पनि तपाईँ त्यस्तो व्यक्तिलाई कारबाही पनि हुनु पर्यो, यताबाट तिरेर गएको पैसा पाउनु पर्यो र ब्याज पाउनु पर्यो। एजेन्ट तपाईँले चिनेकै थियो कि कसरी कसरी पर्नुभयो तपाईँहरू? यो के गर्नु सर, अब विश्वास सबैभन्दा ठुलो विश्वास। सबैजना एउटै गाउँठाउँको चिनजानको साथी हो कि वहीँ गएर चिनजान भएको तपाईँ? अब अहिले त हामीभन्दा 15 दिन अगाडि यो भाइहरू गएको। ए हजुर, अब त्यहाँ जाँदाखेरि काम चाहिँ जस तपाईँहरूलाई यहाँ के काम भनेर वहाँ सप्लायर चोकलेट प्याकिङ सबैले हामी काम गर्न पनि ढुक्क भएर गरिरहेको थियो, क्लिनर पनि गरिरहेको थियो हामी। म लोडिङमा थियो स्टोरमा, त्यो पनि गरिरहेको थियो। 14 घण्टा 12 घण्टा भनेर 14 घण्टा ड्युटी गराएको थियो उनीहरूले होइन। हामीले केही मतलब भएन, किनकि टाइम हाम्रो सेलेरी आउनु पर्यो अनि पैसा आउनु पर्यो। उसले दिएन भन्छ तिमीहरू जे मन लाग्यो त्यही गर, अहिले पैसा पाउँदैन। त्यसको भोइस पनि सब छ हामीसँग सर। बिहे भयो नि तपाईँको? छैन भएको। छैन। को छन् परिवारमा तपाईँको? हजुर को छ घरमा? जहाँ बुढी छ, बच्चा बच्ची हो, बच्चा बच्ची, बुवा छ, बुवा आमा आमा छैन, दाजुभाइ दाजुभाइ छ। है। 2 लाख ऋण गरेर जानुभयो? 2 लाख। कति कमाइ भयो त? 4 महिना काम गर्यो भने मात्रै 800 रुपियाँ पायो। त्यो अब अरू पैसा दिएन। खाना मात्रै? खाना मात्रै। सबैजना त्यस्तै पीडित हो तपाईँहरू होइन? मेन पावर र यो अर्जेन्ट त्यो दलाललाई त कारबाही हुनै पर्छ। त्यो दुलबाको के भन्छ विष्णु गाउँपालिका के छ दुलबाको सर्लाहीको त्यही मुकेश शाह नाम भन्ने छ, त्यही आफ्नै साथी त्यो सँगै पढिरहेको थियो। त्यो मा चिक्नेलाई यस्तो झुट गरेर भनेपछि तरिकाले फसाएछ। मदाई पढे लेखेको मान्छे तापनि उसको भरोसामा गएको महावीर र रविन्द्र अनि गए क्लिनरको काम गरेर अनि आएको। अब यस्तो यस्तो बाध्यताहरू भयो। अब उसलाई फोन गर्दाखेरि मेरो 3 महिना 4 महिनादेखि अघि ब्ल्याक लिस्ट पुरै नम्बर वाट्सएप इमो फेसबुक हालिदिएको छ। कुरा पनि अहिले गरे होइन, अहिले काठमाडौँमा छ। हिजो कुरा भयो, यो भाइ कुरा गर्यो अनि हामीहरूको कुरा भन्यो कि यस्तो यस्तो छ त फोन काटिदियो। अब भन्छ कि भागीराम पैसा दिन्छ कि दिँदैन मलाई त थाहा छैन, म त अब चोरी नुकी बस्छु। अब यता आएर अब तपाईँहरू जसरी भए पनि उताको यताको पैसा हामीहरूलाई दिवाइदिनु, किनभने हामी गरिब मान्छे हो दाइ, ऋण लिएर गएछ उता। त्यो चाहिँ धेरै गाह्रो छ दाइ। अब 4-5 महिना भयो, म 4 महिना 19-20 दिन ड्युटी कन्टिन्यू गरेको दाइ। मेरो हाजिरी स्लिप पनि छ मेरोमा, हाजिरी स्लिप पनि छ। म फोटो खिचेर जनवरीको अनि फेब्रुअरीको त्यो काटे कुटेर आइडीको अनि खाना खानेको लागि दियो, त्यो काटेर अनि मार्च अप्रिल मे एउटा पनि पैसा दिए आएन हो दाइ। मलाई त्यो सबै पैसा चाहियो। अब तपाईँहरू एकदम वहाँ काम गर्दाखेरि दुःख पिट्नी गर्ने गर्थ्यो गरेर तपाईँलाई चाहिँ? धेरै गरेको ड्युटीमा हामी पहिला के भन्छ अर्को त्यो त सप्लाई कम्पनी हो, त्यो अर्को कम्पनी हामीलाई पेठाएको। त्यो 10 जनालाई म 10 जना भने कि म यहाँ काम गर्न सक्दैन, यो काम भनेर तपाईँ पेठाए भए छैन। मेरो मेन पावर अर्जेन्टले म यो काम गर्दैन। उता अफिसमा लगेर 10 जनालाई कुट्यो, 10 जनालाई कुटेर त्यहाँ बाध्यता हामीहरूको सिम थिएन, नयाँ मान्छे थियो, केही थाहा थिएन। अनि अब उताबाट अब बोलचोरी भनिरहेछ त्यो के भन्छ भूपाल अनि सुजन भण्डारी। त्यो मा चिक्नेले त्यो के भन्छ अति होइन, तिमीलाई जसरी भए पनि काम गर्नुपर्छ, तिमीलाई जसरी भए पनि मलाई हान्यो त्यसले, तिमीलाई काम गर्नु नेपाल जान दिँदैन, न त बढ्ता कुरा गर्यो भने म घाँटी काटिदिन्छु। यस्तो उताको अनि ज्यान मार्ने धम्की पनि दियो? जान मार्ने धम्की पनि दियो दाइ, कसम भगवानले पनि पुरै त्यो साक्षात सुन्या होला। म झुटो कुरा भन्छु। रडले हानेको लाई तपाईलाई? हामीभन्दा पहिलाको साथीलाई रडले हानेको, तपाईँ नै उद्धार गरेको त्यो केटालाई। अनि त्यो कुरा भन्यो त हामीहरू बाध्यताले क्लिनरको काम गर्यो, ठिक छ। अब भाइ दुःख त पर्यो, सप्लाईमा फस्यो, अब गरम मजासँग अब गर्यो। म त्यसपछि सवाल पनि सोधेको दाइ 3-3 महिनाको पैसा किन राखिरहेछ? त्यसले भनिरहेछ होइन म राखिरहेको छैन। अहिले हेरौ काम कन्टिन्यू गरिरहेछु, पैसा दिइरहेको छैन। अब 100-200 रुपियाँ खानको लागि दिन्छ त के घरमा पेटाउने, के गर्ने? त्यही छ कुरा। हामीहरूको दाइ पैसा चाहियो, हामीहरूको त्यही छ। भनेपछि 3 दिनदेखि केही खानु भएको छैन। अब यो रातिमा कहाँ जाने कहाँ बस्ने केही थाहा छ तपाईँहरू? केही थाहा छैन।
एयरपोर्टमा 3 थियो त महिना, भागीराम फोन गरेको 19 थियो दिनको कि भाइ तिमीहरू एयरपोर्टमा ट्रिपमा आऊ आएको मलाई फोन गरौ म 4 चक्का लिएर म आउँछु तिमीलाई रिसिभ गरेर अनि मजासँग होटल दिन्छु खाना खियाउँछु भागीरामले अनि त हामीले भोलि भने बसौँ तर मैले भने के गर्नु कुरा हुन्छ पर्दैन हामीले त्यो गर्नु गरौँ पर्दैन अब नसिबले तपाईहरु भेटिहाल्यो मलाई थाहा थिएन कि तपाईहरु भेट्यो उताको दाइ तपाईको नम्बर पठाए थियो म भने कि यता मजासँग खानासाना खाएर आज बस्छु भोलि बिहान तपाईसँग सम्पर्क गर्छु आज हामीहरुको किस्मतमा तपाईहरु भेट्यो यति कुरा भइरहेछ ए भनेपछि तपाईलाई लिन आउँछु गाडी लिएर भनेको थियो हो भागीरामले हामीले भन्दै कि आउनु पर्दैन अनि चाहिँ अब तपाईहरुको यो पैसा नउठेसम्म त्यसलाई नभेटेसम्म घर जाने कि अथवा यही बस्ने यही बस्ने सर घर गएर के गर्नु अफिसमै गएर बस्ने अफिसमा बस्ने अफिसमै बस्ने त 2 लाख उताको मेरोको चाहियो पैसा 3 महिनाको पैसा उताको किस्ता वाला 6 तारिखको गुरामा कुद्या छ 6 महिनादेखि अहिलेसम्म किस्ता भरे छैन कहाँबाट ल्याएर दिने काम गर्न गयो जम्मा 5 महिनामा 800 रुपैयाँ दिएछ त्यो पनि 200 100 गरेर भएको गरारी त्यही बैंकको नाउँमा छ अब कहाँबाट ल्याएर दिने तपाईहरुलाई अब यो संस्था जुन राष्ट्रिय ट्रेड युनियन महासंघसँग यो जसले उद्धार गर्यो तपाईहरुलाई कसरी जोडिनु भयो कसले त्यहाँ पुर्यायो तपाईहरुलाई उद्धार गरिदिन्छ नेपाल पठाइदिन्छ भनेर चाहिँ कसले यो भन्दा अगाडि सर उद्धार गर्नु भयो नि सर ए साथीहरु त्यही साथीले साथीसँग सम्पर्क गरेर म भने कि हामीहरु दुखमा छु त्यो साथीलाई फोन गरेर अनि तपाईहरुको नम्बर लियो अनि म मेसेज गरे हामीहरु अनि हामी भन्दा 9-10 जनाको टिममा एक जना आएन सन्जु भनेर त्यसलाई हामीलाई एयरपोर्टमा छाडेर अनि झुटो कुरा 5 बजेको फ्लाइट छ आज हामी 14 तारिखको पुगाइदियो अनि फ्लाइट थियो 15 तारिखको 5 बजे अनि सन्जुलाई लगिहाल्यो उता अब उलाई सम्पर्क पनि छैन अब कुट्छ कि के गर्छ अब हामीलाई केही थाहा छैन मेन पावरले त हामीले थारै भनेको थियो कि 10 तारिखसम्म तलब दिएन भने सेलेरी हालेन भने 11 तारिखदेखि ड्युटी छोड्दे या भोइस बाँकी सबै म बिहोर्छु र नेपाल बोलाउँछु भनेर त्यो मान्छेको रेकर्डै छ नि मसँग 10 तारिखसम्म ड्युटी जसरी भए गरिदिनु यदि 10 तारिखको सेलेरी हालेन भने 11 तारिखदेखि ड्युटी छोडिदिनु मैले भने उसले आफै भनेर रेकर्ड गरेर मलाई पठाइदियो भनेपछि तपाईहरुको अब अरु साथीहरु पनि उहाँ यस्तै अल्पत्र एकजना हाम्रो 10 जना मध्येमा एकजना त्यहाँ लगाएछ उसलाई चुट्यो कि के गर्यो काम गरिरहेछ त्यसले पनि सेलेरी पाइरहेको छैन मात्र घरको मजबुरीले अब गएर अब यता पनि फस्यो उता पनि फस्यो सुजन भण्डारीको चुटाएको डरले कतिजना मानिरहेको छैन भनेपछि दुबईमा एकदमै अहिले अल्पत्र धेरै युवाहरू यो धेरै समस्या छ दुबईमा भनेपछि हैन दुबईमा यो सप्लायर कम्पनीमा जानु बेकार रहेछ त्यसो भने पुरै बेकार यो सप्लाई यो सबकोसीमा नजाने कोही केटाहरूलाई भन्छु नजाने न त गएपछि उहाँ यति दुख हुन्छ गएर उता थाहा हुन्छ के भन्छ न्यू लाइटलाई नजाने न्यू लाइट र जसरी भए पनि हामीलाई बर्बाद गर्नुहुन्छ त्यो मान्छे फ्रड छ त्यो झुटो कुरा गर्छ मान्छेलाई फर्काई लान्छ अनि सबैलाई फसाएछ त्यसले एउटै कुरा हो आज तपाईहरु अब कमाउन गएको मान्छे अब रित्तो हात फर्किनु भएको छ जे भयो नि एयरपोर्टमा तपाईलाई चाहिँ खाजा उडाएर चाहिँ उद्धार गर्ने सरहरुले सम्मान गर्नुभएको छ कति खुसी लाग्छ तपाईलाई धेरै खुसी लाग्छ उहाँबाट डाइरेक्ट हामी अचानक टिम नभएको भए आज हामी आउने वाला थिएन कसम आउने वाला थिएन हामी लगेर रोटै अचानक के भयो 14 तारिखको हामीहरु यति बाध्यता भयो 10 जना कि हामीलाई कामबाट निकालिरहेछ उता कम्पनीलाई भन्छु हाम्रो कम्पनीलाई सबकोसीलाई त्यो आइरहेको छैन अब अचानक तपाईसँग उताको दाइसँग कुरा भयो अब उ दाइसँग अब रिक्वेस्ट गर्दै अब भन्ने छ भाइ तपाई टेन्सन नलिनु म उसँग मेरो टिमसँग कुरा गर्दैछु उसँग म मेसेज गर्दैछु अचानक के भयो गाडी उले 12 बजेतिर 1 बजेतिर पठाइदियो हामीहरुलाई खाना पनि खाए थिएन अनि डाइरेक्ट एकजनाले हामीहरुलाई वही पकाएर खान्छ अब हामी सोचिरहेछु कि अफिस लान्छ त्यो अचानक एयरपोर्ट सर्जा लगिहाल्यो एकजनाले पासपोर्ट टिकट अचानक आइटी साइटी सबै मसँग छ केही ब्लक स्लक गरेछ छैन थाहा छैन केही साइनै गराएन केही साइन गराएन त्यतिकै हातमा थमा लाइनमा छिटो अफिस जान्छ त भाइ एकछिन वेट गर भन्दाखेरि अफिस जाँदाखेरि हामीले मुन बनाइरहेको थियो कि त्यो दिन 2-3 महिना पहिला धेरै कुट्या थियो हामी यति कुट्थ्यो त्यो के सुजन भण्डारीलाई कि त्यसलाई त बाउ याद गराउन दिन्थ्यो हामीलाई डरले किनभने हामी सबैको 3-3 महिनाको स्यालेरी उमाथि बाँकी छ त्यो भए डरले मात्र 500 को टिकट काटिदियो अनि भनेपछि तपाईहरुको यहाँबाट जाँदाखेरि कति तलबमा कति स्यालेरी भनेर चाहिँ जानु भएको थियो खास स्यालेरी भनिरहेको थियो श्रममा कतिको स्यालेरी 1200 मा हामीलाई साइन गरायो स्टिल फिक्चर भनेर पठाएको त्यो पेपर पनि मसँग छ अनि 1200 मा 8 घण्टा बराबर 1200 भनेर पठाएको 1200 हामीलाई कामहरु कुन काम दिइरहेछ यहाँबाट भनेर पठाएको सर तपाईको टिस्यु पेपर चकलेट प्याकिङ त्यहाँ जाँदाखेरि हाम्रो स्टिल फिक्चरको निकाल्दिएछ काम अरूलाई बेच्दिएछ फेरि सप्तो कोसीमा लगेर अलफाजरमा बिक्री गर्दिएछ
अल्फाजरले फेरि तेस्रोलाई बिक्री गर्दो रहेछ बिक्री गर्छ यस्तो मान्छेले बिक्री बेची बेची यसको कम्पनी छैन यो माचिकने एउटा टेबल राखेर के भन्छ टेबल राखेर अनि त्यो मात्र त्यो गर्ने हो त्यो मान्छेलाई ठग्ने बोलाउने अनि के भन्छ अब 50 जना बोलायो भने 10 जना उलाई दिने 10 जना उलाई दिने फेरि उहाँ काम छैन भने उता दिने यस्तै काम हो मात्र भनेपछि अलि भाषा अलि मिलाएर बोल्नु भने तपाईहरुलाई उहाँलाई बेच्छ एउटा कम्पनीबाट हैन हजुर बेचे जस्तै गर्छ कहिले कता हैन बेच्दिन्दो रहेछ बेच्छ नि हजुर दुख दिएको यति अब सबको कोसी लान्छ अल्फाजरलाई दिन्छ अल्फाजर लान्छ अरूलाई दिन्छ सुन्ने वाला कामै गरे हजुर अब हाम्रो यो उद्धार टिमका साथीहरुलाई पनि म थोरै जोड्न चाहन्छु यो 12 बजेको समय अलिकति पानी पनि पर्न आइरहेको छ भन्नुस् हाम्रो यो ईद थियो नि सर 1 महिनाको दुबईमा कम्पनीको मान्छेलाई बोनस पनि आछ हामीलाई कम्पनीको मान्छेलाई बोनस डबल पनि आछ ड्युटी दिनको 6 घण्टा हामीलाई लगेर 12 घण्टा हैन 15 घण्टा ड्युटी गराछ बोनस पनि केही छैन छुट्टी पनि कुनै दिन छैन एक दिन छुट्टी पनि छैन बोनस पनि छैन 12 घण्टा ड्युटी जान आउँदा हाम्रो राजु सर यतिखेर जो उद्धारमा खटिरहनु भएको छ हाम्रो फुर्पाजी उता हुनुहुन्छ थोरै केही भन्नुस् यो 9 जनाको यो ठुलो टिमलाई एकैचोटी तपाईहरुले चाहिँ उद्धार गर्न सफल हुनु भएको छ एकजनालाई अझै उद्धार गर्नु रातिको मध्याह्नको 12 बजेर पनि अब अगाडि बढिसकेको छ समय हैन अब पानी पनि पर्दैछ थोरै अब बोल्दिनुस् न सर्वप्रथम त हाम्रो राष्ट्रिय ट्रेड युनियन महासंघ युएलाई धन्यवाद दिन चाहन्छु हाम्रो टिम उहाँ उता पनि हुनुहुन्छ उहाँको पलमा हामीले चाहिँ यहाँ हाम्रो दाजुभाइहरूलाई यहाँ जिगाउने सफल पनि भएको छौँ हामी चाहिँ नेपाल राष्ट्रिय ट्रेड युनियन महासंघ नेपालबाट चाहिँ हाम्रो संयुक्त दुईटा टिमबाट चाहिँ उहाँलाई उद्धार गर्न चाहिँ अलिक सफल भएकोमा हामी एउटा हिसाबले खुसी पनि छौँ र दुःखी पनि छौँ किनभने हाम्रो यो हाम्रो दाजुभाइहरूलाई अब विभिन्न किसिमको यातना दिएर पैसाहरू त्यत्रो फसाएर हैन भोग भोगेर राखेर यातना दिनु भनेको एकदमै सरासर गलत हो हैन यो कुरा भनेको अब मानवता विहीन भएको नेपाली दाजुभाइले नै गरेको कुराहरू हो यो चाहिँ हैन यो चाहिँ गर्नु धेरै नै हजार कुराहरू हो यसमा चाहिँ धेरै सरकारले पनि ध्यान पर्ने जस्तो पनि लाग्छ हैन उहाँको न्यायको लागि चाहिँ हामी लड्ने नै छौँ एउटा कुरा त सर्वप्रथम अब हामीले जति सक्छ उहाँहरू योभन्दा अगाडि पनि यो कुन यो कोसी के सप्तकोशी भन्नेबाट हामीले पहिला पनि 5-7 जना यसरी नै लिएर आएको थियो र त्यो बेलामा नै हामीमा धेरै विवादहरू पनि भएको थियो त्यो विषयमा पनि र अहिले पनि यही कम्पनीले उहाँलाई अझै पनि पीडा दिइराख्नु भएछ कोहीको 2 लाख कोहीको 2.5 लाख लिएर हैन अब यसमा चाहिँ अब हामीले केही हदमा चाहिँ पल गर्ने नै छौँ उहाँहरूको न्याय के भनेपछि उहाँहरूको पैसा उहाँहरूले कोही काम गरेको स्यालेरी उठाउन सकिन्छ त सकिन्छ भने हाम्रोबाट सक्दो प्रयास गर्ने नै हो र हामीले मात नगएर पनि अब हामी जाने छ नि कानुनको बाटो छ अझै पनि हैन हामी जाउँला उहाँहरूलाई पनि पठाउँला विभागमा पठाउँला हैन त्यहाँ पनि एउटा निवेदन दिउँला त्यहाँबाट पल गरेर उहाँलाई त्यहीँ सिकाउँला हामी छ विभिन्न किसिम बाटोहरू छ उहाँलाई सिकाउने हो र उहाँलाई न्याय दिने हो र उहाँहरूको पैसा हामी त्यसरी उठाउनतिर लाग्ने नै छ पूर्वाजी थोरै हजुर पनि फ्रेममा आइदिनुस् हैन बिचारा 3 दिनदेखि भोकै हाम्रा युवाहरू साथीहरू यो 12 बजे 1 बज्न लागिसकेको छ पेटमा भोक लागिरहेको छ बिचारा पनि उहाँहरू बोलिरहनु भएको छ उहाँ युवाहरूलाई के भन्न चाहनुहुन्छ यतिखेर हामी धेरै समयपछि हामीले बेचिएका चेलीहरूले मात्र उद्धार गर्ने गरिरहेको थियौँ अहिले बेचिएका युवाहरूलाई पनि उद्धार गर्न सफल भएका छौँ यो एउटा नेपालमा सरकार नभएको जस्तो एउटा रोजगारीको लागि यसरी चेलीबेटीहरू युवाहरू बेचिनु पर्दाको दुःखको कुरा धेरै एकदमै गम्भीर तरिकाले चाहिँ सरकारले हेर्नु पर्दछ यसरी भोकै बसेर आएको अवस्था छ हामी उहाँलाई जसरी पनि न्याय दिने कोसिस गर्छौँ अब हामी कानुन त होइन तर कानुनभन्दा माथि पनि हामी व्यक्ति नै हो कानुन बनाउने व्यक्तिले नै हो र हामीले नै त्यो कानुनलाई चाहिँ मध्यनजर गरेर उहाँहरूलाई चाहिँ कसरी हुन्छ के गर्नुहुन्छ हामी न्याय दिने कोसिस गर्छौँ जमर्को गर्छौँ हजुर भाइहरू दाजु केही छ बोल्नुपर्ने कुरा पानी परिसक्यो हैन केही छ अब भोलि हामीलाई जहाँसम्म हामीलाई उद्धार गर्नुभयो त्यसको लागि धन्यवाद छ युएईमा भएको हाम्रो ट्रेड युनियन महासंघ साथी सम्पूर्णमा धन्यवाद दिन चाहन्छु हामी सेवा नै धर्म भन्छ हामी हरेक भनौँ तराईवासीहरू हुनुहुन्छ उहाँहरूलाई बिचरा काठमाडौँ बारे त्यति ज्ञान नहोला हामी छौँ नडराउनु होला तपाईँहरू एक अर्कामा चाहिँ तसर मसर नहुनु एकजुट हुनु जुन जस्तो तपाईँ काठमाडौँ आउनुभएको छ यो नै ठुलो कुरा हो धन भनेको आज सब भोलि छैन तर एकजुट भएर हामी मेन पैसा उठाउने कोसिस गर्नुपर्छ र उठाउनुपर्छ है धन्यवाद सबैजनालाई धन्यवाद
पानी पऱ्यो पानी 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 छाडो टुप छाडो हुजुर ल आफ्नो आफ्नो समात्नु हतियार